tâm gì vậy ल गाइज यहाँ भाउजूले के अरे सासूको लागि राम्रो खालको खसीको मासु ल्याएको रहेछ आइटम तपाईँहरूलाई हेर्नु मन चाहिँ पर्छ पर्दैन ल पस्काउनु त तिम्रो चिजहरू बन्द तल आज त खोइ भाउजूले पार्टी दिइरहेछ हेर नि गाइज ल साथी हो देखेन तिमीलाई लाइक सब्सक्राइब भन न यो कोकाला हान्छ जी यो एकछिन यो निङ्गा र सोल त्यसलाई एक्लै हाल्दै रिङमा कोही त्यहाँ गिलास सर्को नि अर्को कपमा दिनु सोललाई स्टिलको ल बस्नुहोस् तपाईँहरू पनि लिएर आउनु सबै त्यहाँ उतिहरू झग्नु लाग्यो अब जो मिलाएर खा अब जोर हाल्नु दोर्जीको फेभरेट हो है अङ्कलले पनि पायो अहिले नै चिसो मम्मी के अन्त खान्न तपाईँ खान्न होला उतिया उतिया गाइड मिङमा गाइड हेलो आज बाउजूले पार्टी दिइरहेछ भाइ आलु तरकारी कस्तो रहेछ एकदम राम्रो बोले भन ममाले तरकारी कस्तो रहेछ अनि आलालाई मिठो छ बचस नि बुदे दाल ल्याऊ हो भने त उते खोल्नु क्या सदर खोल्नु जोडी भतिले मुठो खोले पछाडि रक्सी अनि त्यो के भन्छ चटनीमा चाहिँ त्यो गुन्द्रुकको मासु अरे क्या मर्जी खाने एउटा ग्लास ल्याऊ गिलास भात हाल्छ मलाई हेलो बाउजू अनि कतिको मिठो छ बाउजू तरकारी ए ग्रेभी टेस्टी एकदम राम्रो छ हजुर एकदम मिठो छ थ्याङ्क यू अनि मिङमामा तरकारी त्यही मिठो रहेछ कि रहन्छ हौ हजुर नम्बर 1 हाम्रो मम्मीलाई दर्जीलाई तरकारी कस्तो छ दर्जी ल है साथीहरू आज चाहिँ हाम्रो बाउजूले जाडो महिनामा खसीको ह्याकुला ल्याएर चाहिँ सुपसित मम्मी पनि आएको गाउँबाट ह्याकुला खसीको ह्याकुला चाहिँ जाडो महिना मनाउनु लाग्यो है गाइज भोजुले ह्याकुला कतिको चपायो अनि बोजू खसीको ह्याकुला कति माछा
काठमाडौँमा आएपछि त देख्दै पाउँदैन अनि देख्नु पाउँछ त भन्नु न ए आमा अनि ह्याकुला टोकिरहेछ अनि सारा टोलमा मिठो छ नि ल ल ल ल ल शैल दादा ल ल मिङमा दादा नि के हो ल गुड क्यालेन गाइज क्यालेन आज खसीको ह्याकुला यो लाङ्रे दोर्जी दादालाई पनि एकदम ह्याकुला टोकिरहेछ कलले जोदै खाइरहेछ दोर्जी दादा दाँतमा अड्किन्छ है त्यो ह्याकुला एकदम मिठो तरिकाले खाइरहेछ भाउजूलाई के दाल ल्याउने हो कि ढङ्ग धेरै